हेलो नमस्ते गुड मर्निङ। आज म पहाडको घरमा आइपुगेको छु, आफ्नो जन्मघर। त्यही भएर आफ्नो गाउँको चट्ट लाएर भिडियो बनाउँदैछु। यहाँ हेर्नुहोस्, यतिखेर लगभग बिहानको 8 बज्न लागिरहेछ। यहाँबाट हिमाल अनि घाम लागिरहेको ठाउँ यति रमाइलो देखिएको छ कि चट्ट गाउँ आउँदा छुट्टै मन खुसी हुन्छ। त्यही भएर चट्ट लाएर भिडियो बनाउँदैछु। हेर्नुहोस्, हिमाल यति नजिक देखिन्छ कि अब क्यामेराको कारणले गर्दा होला त्यति ऊ त आउँदैन, तैपनि जस्तो आउँछ त्यस्तै खिचिरहेको छु। हेर्नुहोस् है, यति राम्रो आउँछ कि फुल फुलेछ। दसैँमा तिहारमा फुल्नुपर्ने फुल यतिखेर मस्त फुलिरहेछ। हेर्नु है, यति रमाइलो छ कि गाउँ त। ओहो, हिमाल यति नजिक देखिन्छ कि हाम्रो घरबाट टक्क लाएर यति राम्रो छ। हेर्नु है, चट्ट गाउँको घर, पहाडको घर भनेको पहाडको घरै हो होइन। यताबाट सूर्य चाहिँ ट्याक्कै यहाँबाट देखिन लाग्छ घाम। माथि नगरकोट पनि कति रमाइलो देखिँदो रहेछ यहाँबाट। क्यामेराले चाहिँ कति क्लियर खिच्छ थाहा छैन, तर बहुत राम्रो देखिन्छ। ल सट्ट लाएर हेर्नु त, ओहो कम्ता राम्रो देखिएको छ दृश्य यतिखेर गाउँमा। हिमाल चाहिँ सलिड देखिन्छ। हेर्नुहोस् है, गाउँघर भनेको गाउँघरै हो। यहाँ खेतीपाती टक्क छ होइन। कम्ता रमाइलो छ नि गाउँ त। घाम लागिरहेको बेला त झन् कति राम्रो देखिन्छ भने, फुल फुलेर त्यस्तै भएर छ हेर्नु त। ओहो, ल यो हो मेरो गाउँ, गाउँको सम्झना आउने ठाउँ। चक्क लाएर गाउँघर भने गाउँघरै भने होइन, कम्ता राम्रो देखिन्छ त अब नि।